हेलो गाइज वेलकम टु ब्याक माई न्यू भिडियो होइन यो चाहिँ मेरो फर्स्ट भिडियो हो किनभनेपछि अब योभन्दा अगाडि मैले कुनै पनि भिडियो या कुनै पनि रिल पोस्ट गरेको थिएन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो जुनमा म चाहिँ अब लामो टुर गर्न लाग्छु होइन। हामीहरू चाहिँ अब साथीहरू सब घुम्न जानु भनेर घुम्न जान लाग्छौँ। दुईवटा जना छन् होइन, एकजना चाहिँ यो बाइकमा जान लाग्छ अनि अर्को चाहिँ हाम्रो दोस्त एउटा यो पल्सर 125 भन्ने बाइकमा छ। ल गाइज अहिले चाहिँ हामीहरू यहाँ ठ्याक्क पेट्रोल भराउनको लागि आएको थियो होइन। अब त्योमा पनि त्यो बाइकमा पनि तेल छैन, यो बाइकमा पनि तेल छैन। थोरै थोरै भराएर अब अछामतिर निस्किन्छौँ अनि अरू तेल चाहिँ अछाममै भर्नुपर्छ होला। यहाँबाट चाहिँ हाम्रो दिवालीको पुरै भ्यू देखिन्छ होइन। भ्यू पोइन्ट भन्न पनि मिल्यो यसलाई। यता चाहिँ हाम्रो उतातिर पारी दिपालको एयरपोर्ट अनि त्यहाँ चाहिँ हाम्रो पिपल्ला बजार अनि माथिको चाहिँ देखिन लागेको हाम्रो राजपुर हो। अनि त्योभन्दा अरू पनि डिफ्रेन्ट ठाउँहरूको दिएको यो ठाउँको नाम चाहिँ शान्ति नगर हो कि शान्ति बजार अब के हो त्यो त मलाई एक्ज्याक्टली थाहा भएन होइन। तर अब यहाँ चाहिँ अब हाइस पार्क गर्ने रहेछ टक्कसँग, पार्क भन्दा नि चार्ज गर्नेवाला रहेछ। अब बजार चाहिँ हल्का राम्रै रहेछ, यहाँ हल्का त्यति धेरै त छैन, त्यही पनि हल्का ठिकै छ भनौँ त। अनि यहाँ पुरै यस्तो छ होइन गाइस भ्यू। अनि यहाँ पुरै जङ्गल रहेछ, चिसो पनि लास्ट हुँदो रहेछ होइन। फ्लोट पुल भन्ने ठाउँमा पुग्यौँ होइन। इलाका प्रशासन कार्यालय पनि रहेछ। यहाँ पनि बजार रहेछ, फ्लोट बजार भन्नु छ नि के भन्छ नि यसलाई, पूर्वी चौकी भन्ने। पूर्वी चौकी नगर गाउँपालिकामा छौँ होइन हामीहरू। लाल चन्दन भन्ने लाल चन्दनको स्मगलिङ गरिरहेको छैन होइन। आइए देखते हैं बैठन मजा आएगा। यहाँ पुरै पुष्पहरूलाई कल गरेर यिनीहरू सबले छुपाउनु पर्छ होइन। त्यहाँ पुरै हुन्छ अर्को एकछिनपछि पुष्पहरूलाई कल गर्नुपर्छ। ल चौखुट्टे ल हामी चाहिँ अहिले ठ्याक्क चौखुट्टेमा पुग्यौँ। हामी चाहिँ आएको भने त्यहाँबाट होइन, त्यहाँबाट चाहिँ अहिले न्याछौँ। यहाँ अब माथि साइड हो जाने होइन दोस्त। ल यता साइड जाने हामी टक्क आफ्नो ग्रुपसँगै जान लाग्छौँ। अब यहाँ चाहिँ आज चाहिँ पानी हामी त्यहाँबाट आयो गाइस, त्यो खोलाबाट यहाँ पुगिहाल्यौँ। सोच्नु यहाँबाट कस्तो घुमाउलो बाटोमा बाघ पनि देखिएको थियो। ब्याङ्कको ठुलो नि दोस्त कत्रो थियो हो भने त्यो अघि देखिएको त्यो मोडमा यार। अछाम जिल्लामा एन्टर भइसकेका छौँ होइन। यहाँ अब गेट टक्कसँग छ। अब यो चाहिँ हाम्रो अछाम जिल्लाको मेन बजार हो कि अब खै के हो। यहाँबाट धेरै ठुलो त नरहेछ। के गर्ने ए ल लाग्यो यार पानी आला भाइ मौका छ
गाइस अहिले चाहिँ हामीहरू यहाँ ठक्क होइन अछाम जिल्लाको त्यहाँ पुग्यौँ होइन। अब यहाँबाट चाहिँ अब एकछिन खाजा खाएर बिहान केही नखाएर आएको थियो हामीहरू त्यो र नास्ता खाएर खाजा खाएर अनि बाँकीको यात्रा चाहिँ एकछिन पछि गर्नुपर्छ। चेक आउट दिस यो बजार रहेछ होइन। अब यहाँबाट चाहिँ हामीले तल जानुपर्ने हो। अब एकछिनमा जाने हो हामीहरू। अहिले चाहिँ हामीहरू ठ्याक्कै यहाँ खाजासाजा खाएर होइन पेमेन्ट गरेर निस्किन लाग्यो। ट्याक्क चाहिँ हामीले ग्लोभ लगाएर रेडी भइसक्यौँ होइन। हाम्रो गाडी घोडा चाहिँ अब नास्ता खाएर टक्क रेडी। यही अछामतिर रोक्यो होइन। अछामतिर लाग्यौँ हामीहरू फेरि माइकको चेकिङ पर्या रहेछ। उहाँहरूको चेकिङ यहाँ चाहिँ अब ठ्याक्क चेकिङ रहेछ होइन। चरी जस्तो उड्न पाए गगनको तल कस्तो दामी ठाउँ होइन। जहाँ पनि कस्तो राम्रो भ्यू छ। साइकलरहरू यहाँ कस्तो स्पिडमा ल्याएर अहिले मोड छन् होइन गाइस। दुईवटा गाडी आयो भने त फेरि तनावै हुन्छ यार। हामी चाहिँ अब साथीहरू लान्छौँ होइन। जो चाहिँ साथीहरू यहाँ माथि छौँ अहिले। अब भ्यू हेर्न सक्नुहुन्छ यस्तो छ। फेरि चेक पोस्ट रहेछ मामाहरूको। मामा नै माइजू छन्, माइजू छैन। यो चाहिँ हामीहरू साथी बजार पुगिसक्यौँ होइन। यहाँ चाहिँ स्कुल अहिले बजार पुगिसक्यौँ। ल गाइस हामीहरू अहिले चाहिँ होइन साफेदेखि अब बैजनाथ मन्दिर जाने भनेको। अनि ट्याक्क यहाँनिरबाट के फुलहरू खोइ नाम चाहिँ थाहा भएन। अब हामी चाहिँ बैजनाथ जाने अनि टक्क त्यहाँको दर्शन गरेर बैजनाथ प्रवेश स्वागत लेखिएको छ। के भन्छ बैजनाथ जाने बाटो छ। बाटो चाहिँ पिच नरहेछ होइन। यही अब कच्ची बाटो रहेछ। त्यो पनि ठिक छ। उतादेखि नै अब पिच रोड थियो। ठिकै हो। यस्तो पाउनु पनि गतिलो हो हाम्रो लागि त। किनभने चाहिँ हामीहरू यहाँ बैजनाथतिर पुगिसक्यौँ होइन। बैजनाथ मन्दिरमा पुगिसकेँ। अब यहाँ चाहिँ मन्दिर छ। अब यहाँ चाहिँ अब मामाहरू केही नचल्ने रहेछ। त्रिपल लोड हालिदिइरहेछन् दिदी अब खत्रै रहेछन् होइन। अब यहाँ चाहिँ अब महायोगी हुने ठाउँ रहेछ यो चाहिँ। अब यहाँ चाहिँ अब फोटोसुट भइरहेछ होइन। अर्को फोटोसुट के बिगार्ने। अब हाम्रो मन्दिर बैजनाथ मन्दिर चाहिँ यस्तो दामी रहेछ क्या। ठुलै रहेछ होइन। अब अहिले चाहिँ हामीहरू यहाँ बैजनाथ मन्दिरमा पुगिसक्यौँ होइन। यो चाहिँ प्रवेशद्वार रहेछ। अब यहाँ चाहिँ अब ढकदिम म चाहिँ फर्स्ट टाइम आएको होइन यो मन्दिरमा। तर मलाई मन्दिर यस्तो दामी लाग्यो नि होइन। यहाँ चाहिँ हाम्रो ऊ रहेछन् भगवान्को मूर्तिहरू। अनि यहाँ अब ब्राह्मण पनि रहेछन् होइन। अब ल हाम्रो साथीसँग होइन। अब हामी चाहिँ अब यहाँ एकछिन घुमेर अनि एकछिन पछि कहाँ जाने दोस्त? ए
अहिले साफेमा टक्कसँग आफ्नो बाइक बनाएर अनि रामाजोसम्मतिर जाने होइन दर्शन गरिहालौँ। जयगढमा रोकिनु पर्ने हो। ए जयगढमा जाने ल ठिक छ। जयगढमा रोकिएर अनि हामीहरू कहाँ यहाँ हाम्रो शम्भु नन्दी महाराज रहेछन् होइन। नन्दी महाराज रहेछन्। यहाँ चाहिँ अब ठुलो घन्टी रहेछ होइन। अब यो यतातिरबाट पनि बाटो रहेछ, उतातिरबाट पनि बाटो रहेछ होइन। अहिले चाहिँ हामीहरू यहाँ दर्शन गरेर बैद्यनाथको अब चाहिँ साथीतिर निस्किने होइन। अब यहाँ पुल पनि रहेछ, त्यही भएर फोटोसोटो खिच्न आएको हामीहरू। यहाँ चाहिँ दामी सिनहरू रहेछ। यहाँको क्यामेराम्यानले चाहिँ राम्रो सेटअप गरेर रहेछ आफ्नो फोटोसुट गर्नको लागि। अब हामीहरू चाहिँ अब फेरि साफे जाने हो, साथीको एउटा बनाउनु पनि छ। अनि त्यसपछि साफे घुमेर अनि टक्क मङ्गलसैनमा जाने हो। बाइक फालिदियो भनेर सदनमा गइगयो, बाइक फालिदियो भनेर सदनमा गइगयो। मलाई सिकाउनुहोस्। अहिले चाहिँ हामी फेरि यहाँ भालीघाट भन्ने पुलमा छौँ होइन। यहाँबाट चाहिँ अब साफे बजार चाहिँ स्टार्ट हो होइन। बजार चाहिँ अब दामी रहेछ होइन। मान्छेको क्राउड चाहिँ हाम्रो पिपल्ला बजार जस्तै रहेछ कि यहाँ पनि। यस्तो बिचमा फुल रुखहरू छन् अनि र अनि बजार चाहिँ दामी रहेछ होइन साफेको होइन साथी। हाम्रो पिपल्ला भन्दा पनि अब ठिकै छ भनौँ। पिपल्ला र हाम्रो यसको दूरी चाहिँ ठिकै छ। साथीहरू चाहिँ उता निस्किहाल्यो होइन।